आउँछु क्या म आउँछु भिडियो गर्दैछु यो देरी यस्तो तातो तातो रहेछ हेलो साथीहरू सबैजना फेरि पनि नमस्ते साथीहरू मेरो ऋतु यसो सबैजना आराममा हुनुहुन्छ भने आशा छ भिडियो मिलाएको साथी बसी भइसकेको छु सो साथीहरू म चाहिँ एकदम हतारमा छु म चाहिँ अहिले चाहिँ बन्धनमा जाँदैछु हेर म गएर चाहिँ भिडियो बनाउँछु त्यसमा बनाउने कोसिस गर्छु सो सबैले मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है साथीहरू म चाहिँ हजुरलाई मेरो भिडियो सँगसँगै हजुरहरूलाई पनि लानेछु बाई बाई ल छिटो माइतीमा आत्तियो यहाँले त ल साथीहरू हामी चाहिँ यहाँ व्रत बन्धमा आगिन आइसक्यो भिडियो गर्न पनि पाएन दाइको छोराको व्रत बन्धमा आएको यता बाजाको तालमा नाच्दैछन् बाजाको फोटो देखाइदिनु पर्यो ल गरिदिनु मेरो भ्लगमा हेलो तपाईको भ्लगलाई एकदम शुभकामना सन्चै हुनुहुन्छ बिहान आउनुभएको होला नि हजुर कि हिजोदेखिको बिहान हो ए हो अनि खाजा साजा खानुभयो तपाईहरुको के भयो उता के भयो भने चिन्ता फेरि अरे म के अरे रामपेट कान्छो त्यो अरे म भेटेको आउँछु के म आउँछु भिडियो गर्दैछु ए त त्यसैले बाको पुरी होला नि यति होला ल साथीहरू हामी चाहिँ अब यहाँ खाना के खाने र घरै टन्न खाएर आएको भनौँ भन्नुहुन्छ खाजा साजा खाएर आएको अझै किन ढिलो भइगएको त नि ए बाबै ल हामी चाहिँ यसो ए त भर्खर नखायो कि रे ए अन्त नि सेता खिरे साथीहरू व्रत बन्धको खानाको आइटमहरू यो पुलाउ यो भात यो दाल रहेछ है दाल राम्रो कालो दाल यो के अरे पनिर होइन यो पनिर यो काउली र के मिसाको सब्जी यो सलाद यो पुरी यो प्राउन के खाने हो ल भयो त्यो साथीहरू यो चटनी चाहिँ नाखेन खाम छ जेरी पनि रहेछ हौ जेरी खानुपर्छ तातो त छैन होला अझै रिजमिङ जेरी फोरम साथीहरू जेरी पनि छ होइन हामी चाहिँ अब खाना खान्छौँ गेस्टहरू आउँदै हुनुहुन्छ पानी लैजाउँ अब है ल साथीहरू हामी चाहिँ अब खाना लाग्यो आमाहरूले खाँदै हुनुहुन्छ उठ्नु भएको हजुर उठ्यो नि ल हुन्छ नास्ता तोरे मना नास्ता ए मैले कि तिमीले न चाह त्यहाँ ल चले हामी चाहिँ खाना लगाएको साथीहरू यो देरी यस्तो तातो तातो रहेछ बुढियामा किरङ्गाई बोलक न्यम बिराङ्गी ऋतु तमुसे बोलक किन खराब हौ तेजु राउ यो टिभी हेर्न हौ आज गर्न आउँछ भोलि पर्सितिर हाम्रो बुढियामाले खाँदै हुनुहुन्छ जेरी पुरी आजीले पनि खाँदै हुनुहुन्छ खाँदैछु सबैजना ब्याग त ढिलै छोडेन यो बुढियामाले हेर्नु भएको छ बुढियामालाई अब टिभीभित्र घुसाइदिने हो सुलभ भलकमा वेलकम छ वेलकम हेर न आज नानी
भाइलाई वेलकम छ खै त नि हेलो गर्दैन त अनि हेलो ऋतु तमुसे बोलक ऋतु त यहाँ मेरो भोलकमा वेलकम गराएको छोरोलाई बाबुलाई देखाउँछु मैले एकचोटि मेरो भ्लगमा देखाउँछु सुन्नुभयो साथीलाई यहाँ चाहिँ सकियो अब यहाँ चाहिँ यता बाबुलाई यही बाबुको हो व्रतबन्ध टिका लगाउनमा व्यस्त छन् सबैजना व्रतबन्ध गर्ने बाबु अब चाहिँ साथीहरू हामी चाहिँ लाग्नुपर्ने हुन्छ मामा हाम्रो ग्याङ टोलीहरू कति राम्रो आएछ हाम्रो ग्याङहरूलाई त गुरियामालाई झन् राम्रो आएछ प्रसाद पनि बोकेर हिँड्यो साथीहरू हामी त आमा हामी त प्रसाद पनि लिएर हिँड्यो है म एकचोटि यता भिडियो गर्छु है लाल दाइ नाच्नु भएको रहेछ साथीहरू यहाँ चाहिँ बाजाको तालमा नाच्नु भाइरल हुने भयो क्या हजुर अब ल भाइरलै हुने भयो थम्बनेलमा हजुरले राखिदिन्छ है थम्बनेल ओ सिन्धु नाच त छिटो तिम्रो नाचेको मलाई यहाँ हाल्छु क्या साथीहरू अब चाहिँ बाजाको तालमा नाच्दै नाच्नु त आँट्यो आज हामी चाहिँ अब घर जान लागेको साथीहरू सकियो अब पार्टी साथी पनि सकियो व्रतबन्ध पनि सकियो कोसेली त बोकेरै जानु पर्दो रहेछ होइन